जस्ताको त्यस्तो यस्तो नि हुन्छ यार के भाँडा यस्तो खाले भयो ग्यास पनि हुनु त सानो छ नि त हाम्रो होइन के ठुलो गर्न मिल्छ यसलाई ल साथी वेलकम छ नयाँ भिडियोमा। हामी पुरा दाजुभाइ ट्याक्क पिक डिस्ट्रिक्ट आइसकेका छौँ। हामी ट्याक्क हाम्रो यहाँ क्याम्प सेटअप गरिरहेको छ। ट्याक्क अब यहाँ सोल्डी हामी निरज गुरुङ। सोल्डी नमस्कार। हेलो नमस्ते ल है वेलकम छ सबैजनालाई। ट्याक्क नमस्कार वेलकम छ है। ल अब हाम्रो यहाँ आउन साथ यहाँ ट्याक्क माइक राख्नु पऱ्यो। आउन साथ हाम्रो यहाँ ट्याक्क माइक के अरे टेन्ट सेन्ट सेटअप भइसक्यो। गाडी यतै छ अनि ट्याक्क हाम्रो अब यहाँ 3 बजे सुरुमा यहाँ हाम्रो यहाँ भोजन खाजा पाक्दैछ। यहाँ त्यो त हेर्ने लायकको छैन अहिलेलाई। होइन कहाँ नहुने यार। बेलुकाको लागि हामी बारबिक्यू पनि एकदम रेडीका साथ राखिरहेका छौँ होइन। च्याट लाएर यहाँ चाहिँ अब हाम्रो रारा हेर्नुहोस्, रारा ट्याक्क रारा उमालेर ट्याक्क खाने धन है। यता पम्पसम हानिसकेछ। साङ्गीतिक कार्यक्रम पनि हुनसक्छ आज बेलुका यहाँ सोल्टीबाट। निरज एकल साँझ हुन जान्छ। अब तपाईँहरूलाई यसमा जोडिन मन लाग्छ भने रातिको 7:30 बजे युके टाइममा आउनुहोस्। अनलाइन लाइभ हेर्न आउनुहोस्। डायल गर्नु नपऱ्यो नि। ट्याक्क लाएर हेर्नुहोस् त। ओहो सही छ ल। ल हाम्रो चाहिँ नि पुरा ट्याक्क लाएर रारा चाउचाउ पाकेको यहाँ। उल्टी हामी जुनमा पकाइदिएको हान्दैछौँ कि ट्याक्क यहाँ चाहिँ नि पुरा सुरु भइसक्यो हाम्रो। अब चाहिँ हामी अलिकति रमाइलो गर्छौँ रारा चाउचाउ खाएर। त ल साथी हाम्रो क्याम्प टेन्ट चाहिँ ट्याक्क त्यहाँ छ। यहाँ चाहिँ अब बस्छौँ। टोइलेट सावर भाँडा धुने ठाउँ चाहिँ यहाँ छ है। ट्याक्क सरर त्यसो पानी तातो पानी कोही पनि छैन। त्यही भएर ठिकठिकै रहेछ। यता केटाको सावर टोइलेट सावर लिने ठाउँ। ओहो ल तातो पानी चिसो रहेछ। ट्याक्क वासिङ मेसिन ट्याक्क यो चाहिँ म होइन। सही छ। यो चाहिँ ब्रसफिल्ड क्याम्पिङ साइट है गाइज। सही छैन त। ल साथी हो हाम्रो अब बारबिक्यूको लागि ट्याक्क पोर्क म्यारिनेसन हुँदैछ यहाँ। सारा के भनेको सोल्टी? गरम मसला हाल्ने हो र भनेर। हाल्ने ल्याप्लाक्क लाएर म्यारिनेसनको लागि होइन। सोल्टी रेसिपी भनौँ त सोल्टी। यो म्यारिनेसनको लागि अब हल्का धनिया के हो। धनिया झर्दैन त यार। अनि अरू के हाल्नु पर्छ सोल्टी? एउटा पाप्रिका हालेँ, जिन्जर गार्लिक, अलिकति अलिभ ओइल होइन। म्यारिनेसनको लागि अब यो धनिया पाउडर ठिक छ। हल्का जिरा पाउडर सब कुरा रेडी गरेर लिएर आएको छु नि हामीलाई। हल्का जिरा पाउडर। खाना त राम्रो खानु पऱ्यो नि होइन राजा पाराले। गरम मसला पनि हाल्ने है भन्छ। रेडिमेड है होममेड है यो गरम मसला चाहिँ। उल्टीले आफूले घरमा पिनेको पटाटट्ट गरेर आफ्नै गरम मसला यो। ल अब एकछिनमा अब चटटट्ट गरेको आगो बालिसकेपछि देखाउँछ है साथी। नुन हालिसक्यो है। नुन त भन्नै बिर्सेछ अघि। फेरि नुन बिना हाम्रो अब ग्लोभ्स ल्याउन बिर्सेछ। अब च्याट्ट यहाँ हाम्रो नेपाली स्टाइलमा होइन। साइडमा फेरि नेपथ्य हो नि फेरि। ल साथी हो चट्ट लाएर हाम्रो बारबिक्यू स्टार्ट भइसक्यो। अब यहाँ च्याट लाएर गाना बज्दैछ। यता लाइट बल्दैछ। उता हेर त पुरा फुल सनसेट हुँदैछ। अब यहाँ चाहिँ हाम्रो भइसक्यो भनौँ अब होइन। भइसक्यो ट्याक्क लाएर अब चाहिँ हाम्रो यहाँ बारबिक्यू स्टार्ट भयो।
चट्ट फर्स्ट लट जाए भर्खरै यहाँ त टन्नै छ अझै बेबी जेम धरि छ यहाँ सब रेडी छ लसुन पसुन सब रेडी छ गाइज ल खाने भाइ आउनु है चाँडै ल होइन सोल्टी हो सोल्टी हो छैन कोही पनि छैन वरिपरि चिसो मौसममा ट्याक्क दाजुभाइ यहाँ बारबेक्यू हान्दैछ ल गाइस ल है त चट्ट है पुरा चट्ट पुरा पुनः राखेको गीतसँग पुर खाँदैछ है ढाक्ने सोल्टे ज्यापै फुल स्मोकी फ्लेभर हैन चट्ट यो देखे यो त फेरि स्पेसल हो नि च्याप चट्ट है यता फेरि हाम्रो टेन्ट छ ट्याक्क त लाइट बालेर बारबेक्यू सोल्टिएर म ट्याक्कै ज्याममा ओहो सही छ सोल्टी कस्तो छ सोल्टी खै ल सही छ कहाँ सकिन्छ र ओहो है गाइस हेलो गाइस हाम्रो रातिको 12 बजे ठ्याक्कै हेर्नुहोस् टाइम हाम्रो एयरबेड चाहिँ नि पाल परेको राखेको अवस्था छ हेर्नुहोस् अनि यो एक्स्ट्रा सिङ्गल एकजना भने पनि सिस्टम भनेर अर्को एउटा एक्स्ट्रामा चाहिँ पम्प भन्दैछौँ अनि हेरौँ आजको रात चाहिँ कसरी पर्छ गुड मर्निङ गाइज हामी चाहिँ अहिले कति बज्यो 6:30 बज्यो उठ्यो हाम्रो बेलुकाको के भयो होइन ट्याक्क लाएर बेलुका चाहिँ नै हामी डबल बेडवाला म्याट्रेस थियो डबल बेड म्याट्रेस नै लिक भयो अनि पम्प हालेको माथिबाट फुट्यो अनि त्यसलाई डबल गरेर त्यहाँ राखेर त्यसमाथि कपडा सपडा राखेर अनि अर्को एक्स्ट्रा हामीले यो लिएर आएको थियो फर्चुनेटली त्यो लिएर आएर त्यो युज गऱ्यो अनि सुत्यौँ हामी चाहिँ अनि अब चाहिँ बिहान भयो हामीले सामानहरू चाहिँ सबै गाडीमा राखिदिएको थियो नचाहिने सामानहरू सबै गाडीमा यताउता पछाडि सब गाडीमा ठोकेर राखेका छौँ ओहो माइ गॉड हो त यस्तै सुट फेरि हामी त फेरि बाहिर पानी शीत झरेको अवस्था भएर फेरि यस्तो हो नि हामी त पुरा रसियाको आइसल्यान्डतिर बसेको जस्तो भन्छ रसियामा आइसल्यान्ड छ र रसियामाको दुर्गम गाउँतिर देखाउँछ त पुरा आइसीहरू त्यहाँ त एक्सट्रिम जाडो हुँदो रहेछ है -30-40 हुँदो रहेछ त अनि सनी साइड हान्ने होला नि जल्दी पुस गर्दै नि हुन्छ दुईटा हालेर स्क्रैम्बल हान्दै नि हुन्छ होइन म त सनी खान्छु जल्दी त्यहाँबाट सम्झले खान सजिलो हुन्छ यहाँ खान्छु त्यहाँ छ भाँडा यो छ है ठिक छ नुन छ क्या नुन ल्याएको नि यहाँ नुन छर्काउँ न के नुन अहिले प्लेटमा हालेपछि यो स्क्रैम्बलले गर्नुपर्ने खाले भाँडा रहेछ होइन किन हो त यो चरा अलिकति दिनुपर्ने हो कि अलिकति राख्नुपर्ने हो कि
मुनि जस्ता त्यस्तै रहेछ फेरि ल साथी हामी चाहिँ यहाँ चाहिँ ब्याकडोर ट्रेलको स्टार्टिङ पोइन्टमा आइसक्यो गाडी साडी पार्क गरेँ अब चाहिँ हामी चट्टा लाएर यहाँबाट स्टार्ट गर्छौँ आजको हाम्रो ट्रेल 4.5 घन्टा 5 घन्टाको है सोडी ल च्याक्क होइन खाजा साजा खाएर झ्याप्प जुत्ता सुत्ता कसियो अब हिँड्छौँ है त साथी रोमाञ्चक नजाराहरू भयो भने तपाईँहरूलाई पनि देखाउँछु म आज पनि चट्ट भने क्या मैले अब स्याउ खाएर दिन स्टार्ट गर्नु पऱ्यो भने अब एकजना के अरे युएफसी प्लेयरको के सोल्टी उसलाई चाहिँ नि कति धेरैले चाहिँ नि एउटा एप्पल खाएको भिडियो बना भनेर भनेछ क्या अनि उसले एप्पल खाएको भिडियो बनाएको कति मिलियन भ्युज आउँछ क्या अनि त्यहाँबाट के अरे उसलाई क्वेसन गर्छ क्या मिडियाहरूले क्या किन तैँले एप्पल खाँदाखेरि त्यति धेरै भ्यू आएको भनेर सोध्छ क्या थाहै छैन नि त अनि उसले खै मलाई पनि थाहा छैन मलाई कति कमेन्ट्सहरू आइरहेको थियो एप्पल खाएको भिडियो हाल भनेको एप्पल खाएको डेन्जरै फेमस अलिअलि त्यो क्रिस्टियानो रोनाल्डोको जस्तो फेस छ क्या त्यसको नामै बिर्सेँ मैले अहिले त्यो नाम थाहा भयो भने कमेन्ट गर्नु है गाइस कताबाट हामी यताबाट होला नि म्याप नहेर्ने ल हामी अब जङ्गल छिरेको नहुँदै यार म्याप हेर्नु पऱ्यो गाइस हामी भर्खर हिँडेको 5 मिनट भयो है त्यहाँबाट च्याट्ट लाएर यहाँबाट सुरुमै यस्तो दामी ड्याममा आइपुगेको छौँ यो ड्यामको नाम चाहिँ नि के भन्दै थियो टर्वेन्ट ड्याम रे है चक्क लाएर सही छ हेर्नुहोस् त हामी चाहिँ यो म्याप गर्ने आज होइन लगभग 3-4 घन्टा 4 घन्टा जतिको सुरुमा यस्तो दामी छ होला सिनेमेटिक हानु हो कि छोडी बाहुबली हो कि छोडी ठुलो ड्याम होला क्या सोल्टी यो ड्यामै हो रे नाम त ड्यामै हो रे होइन ल साथी यो करिब 15 मिनटको हाइकमा स्ट्रेट अप माथि अप हिल आइसकेपछि हामी थोरै जङ्गलको बाटो नि कट्यो अनि यहाँ माथि आइपुगेपछि अघि तलबाट देखिएको ड्याम चाहिँ यहाँबाट यस्तो मजाको देखिन्छ हेर्नुहोस् यो चाहिँ खोला भएको रे यो ड्याम चाहिँ अघि हामीले तलबाट नजिकबाट देखेको चाहिँ अब हामी बिस्तारै यताबाट हुँदै यताबाट हुँदै यता माथि जान्छौँ अलिअलि थकित मुद्रामा पनि छौँ र जाँदैछौँ साथी हो दाजुभाइ गफ गर्दै है 9-10 वर्ष अगाडिको गफ गर्दै हिँड्दैछौँ हामी है 9-10 वर्ष अगाडिको गफ के फ्रेन्डसिप त त्योभन्दा धेरै भयो गफ मात्र के 9-10 वर्ष अगाडिको गफ चाहिँ नि 15-20 वर्ष अगाडिकै गफहरू चलिरहेको छ हो चल्नलाई सबै मिक्स पुराना अतीतका यादहरू भनौँ अब यहाँ यस्तो पछाडिको ब्याकग्राउन्ड यस्तोसँगै है गफ गर्दै सारा हिँड्दैछौँ हामी त्यतिकै घोडाले पनि गु हगिरहेको रहेछ बाटोमा हेर्नुहोस् देउरालीमा बतास चल्यो देउरालीमा बतास चल्यो बतास चल्यो बतास चल्यो बतास चल्यो त्योभन्दा पछि त आउँदै आएन कि गीतै अनि त्यही भएर बतास चल्यो कि चल्यो गरिदिएको खप्न गाह्रो भएको
ग्राउन्ड यता हेर्नु त सोल्टी यो ट्र्याकमै छ त्यता जानु रहेछ नि सिधै गइदिने क्या यो त सर्टकट हुन्छ होला त्यता गयो भने सर्टकट हुन्छ भनेको त नि यता छ के अरे फोटो खिच्ने ठाउँहरू ठाउँहरू हो त्यता जानु पऱ्यो नि त्यसो त मैले त्यस्तो केही छैन भने सिधै गइदिने भन्ने सोचाएको क्या त्यता जानु पऱ्यो नि त्यसो त होइन झन् यहाँबाट कता हो सिधै बाटो रहेछ यो घर रहेछ कि है सोल्टी ए होइन बान्नै रहेछ भने एउटा के हो फिल्म छ त आफूले हेर्छ कि हेर्दैन मान्छेहरू सब लास्टै वाइल्ड हुन्छ होइन त्यहाँ चाहिँ नि त्यो सर्भाइभल इन्स्टिङ मात्र हुने मान्छे क्या केही पनि नै होइन खाने बसेर र उस गर्ने मात्र तर उनीहरूलाई नलेजको बारेमा केही ज्ञानै हुँदैन क्या अनि संसारमा एउटा मात्र किताब हुन्छ क्या सोल्टी क्या त्यो किताब कसले पाउने भनेर उस गर्छ क्या त्यो किताबको लागि लड्ने यताउता त्यस्तो छ कि त्यो किताबमा चाहिँ नि यति धेरै नलेजहरू छ जस्तै बाइबल जस्तो क्या त्यो नलेज चाहिँ नि अब त्यो पाएपछि सबैलाई हल्का त्यो हुन्छ नि इन्लाइटमेन्ट गराउँछ भन्ने टाइपको क्या त्यो किताबको लागि केही गर्ने त्यस्तो कि जस्तै अब यो रुख हराएर गर अनि पछि चाहिँ नि लास्टमा रुखै नहुने रुखलाई चाहिँ नि गहना ट्रेजर जसरी बिजुलीमा राख्ने त्यस्तोवाला एउटा कार्टुनकै फिल्म छ मान्छेहरू यहाँ पृथ्वीमा रुखै नहुने क्या प्लान्ट एउटा यत्रो देख्दाखेरि ए मान्छेहरू रिस हुने त्यस्तो हुन्छ क्या मोबाइल छ क्या त्यो अनि कन्सेप्ट मान्छेको सोचाइ कस्तो हो भविष्यमा हुने अनि एउटा फिल्म त्यस्तै यो मान्छेको सोच पनि कस्तो छ भन्दाखेरि भोलि पृथ्वी सबै भरेर जान्छ होइन पानीले मात्र भरिन्छ जमिनै भेट्दैन यहाँ भन्ने टाइपको कि अनि त्यो मान्छेहरू चाहिँ नि माटो पनि नभेट्ने जमिन पनि नभेट्ने जमिन नभेटेपछि माटो भेट्ने कुरा आएन होइन यिनीहरू चाहिँ नि अनि सिपमै ट्राभल गर्ने क्या मान्छेको ह्युमन रेस तर सिपमा मात्रै ट्राभल गर्ने क्या सोल्टी अनि त्यहाँबाट पछि माटो चाहिँ नि जमा पायो भने त्यो खजाना क्या माटो चाहिँ नि क्या अनि सानो प्लान्टहरू रोप्ने ट्राई गर्ने यता त्यस्तोहरू के भने दामी छ क्या हरेकको आफ्नोकै लजिक क्या त्यस्तोवाला फिल्महरू छ क्या दामी छ यार मलाई यस्तो मनपर्छ त्यो फिल्महरू हाम्रो यो ब्याकटुर हाइकको मेन ब्याकटुर भन्ने स्पोट चाहिँ आइपुग्नु लागेको छैन अझै लाग्छ होला आधी घन्टा जति लगभग सबै यहाँ यो हाइकको हामीले लिनुपर्ने एलिभेसन अर हाइट चाहिँ हामीले लिइसक्यो 5% बाँकी छ होला अब है अहिलेसम्म हामीले यो हाइकमा जम्मा 2-3 जना मात्र भेटेको थियो एकजना अघि तल भेटेको थियो 2 जना ऊ त्यहाँ अगाडि आउँदैछ तलबाट आएको हामी हेर्नुहोस् सही छ रमाइलो हावा खतरा चलेछ मान्छे उडाउने टोपी सोपी लाएर सब विन्ड प्रुफ लाएर हिँडिरहेको छौँ हामी चाहिँ तर मजा आइरहेको छ नाक चिसो भएछ कान टाउको चाहिँ तातो छ गान्डाना सान्डाना टोपी सोपी लगाएर नाक चाहिँ चिसो भइसकेको छ मजा आइरहेको छ अनि सोल्टीलाई कस्तो भइरहेको छ सोल्टी अहिलेसम्मको हाम्रो हाफवे ट्रेकको एक्सपिरियन्स कस्तो हुँदैछ सोल्टी एक्सपिरियन्स वान अफ द बेस्ट एक्सपिरियन्स सोल्टी है अलिकति स्यारेस्ट पार्ट भनेको चाहिँ नि माटो बेसी नै विन्डी क्या है होइन नभए सबै अल गुड भ्यू वाइजदेखि सबै कुरा लास्ट दामी छ मस्ट भिजिट प्लेस भनौँ अब अझै अब हामी मेन भ्यू पोइन्ट स्पोटतिर त आउँदैछ भ्यू पोइन्टतिर मोटो कम भनौँ न हावा चाहिँ खतरै चलेछ है सर ओहो यस्तो पेमेन्ट के अरे छप्पनी बिछाएको बाटो रहेछ यहाँ चाहिँ यो पनि अब त्यो जमानामा हामीले हाम्रो नेपालको मात्र यहाँ पनि होइन त्यो जमानामा यत्रो स्ट्याबहरू ल्याएर राखेको छ मान्छेहरूले त्यही त है मान्छेले कि मान्छे त होला नि हो अब वरिपरिको ढुङ्गा फोड्यो कि के गर्यो है हाम्रो फोडा भनेको हाम्रो वरिपरि मान्छेले उठाएर हाल्ने हो के अरे होइन यहाँ चाहिँ नि अब त्यो त्यस्तै छ अब यही होला यही रहेछ होइन हामी यहाँ भयो तर हामी यता जाने हो नि त फेरि होइन फोटो खिच्ने कि जाने हो फोटो त के खिच्ने यहाँ है ढुङ्गामा उता माथितिर हेरौँ न यताबाट धगाले छ के धगाले छ
पानी उडाएको त्यहाँ जाने यसरी त्यहाँ टुप्पोमा त जानु पऱ्यो नि यस्तो गर्दा हामी नि हामीलाई के मतलब खाना यसको के हो यार सोल्टी यस्तो यार के अडेस लाउनै मिलेछ हो एकछिन त जाऊँ जाऊँ टुप्पोमा जाऊँ नजाने खतरा हो त Fucking hell! यता हेर छोडी यता लाइफमा उड्न लाग्यो कस्तो हो है यतिकै धाने छ के मलाई आने त नि जाम भो त्यो केटी थियो नि सोल्टी अघि हामीले भेटेको केटी जस्तो लाग्यो मलाई त बाटोमा भेटेको थियो नि उता गएको यहाँ प्याट प्याट हाल्नु छ हो त्यहाँ माथि चढ्न नसकेको हावाले माछाले यार त्यही भएर अघि त्यहाँदेखि त्यहाँ तिनीहरू यस्तो अल्झेर बसिरहेको थियो तिनीहरूको माटो 100 किलो छ होला दुईजनै होइन राम्रो त राम्रो हेरेर आऊँ त्यहाँ त्यहीँसम्म नि पानी उडाइदिएछ त्यहाँबाट कस्तो खोपेको जस्तो ढुङ्गा हेर्नुहोस् गाई जहाँ पानी उडेको हेर्नुहोस् त यहाँ त्यही त नि खोपेको जस्तो है सोल्टीले चाहिँ खतरा ठाउँमा भेटिरहेको छ त्यहाँ ल गाइस हामी चाहिँ यो पछाडिको भएको ठ्याक्क हाम्रो आजको हाइकको मेन स्पोट के अरे डेस्टिनेसन चाहिँ भर्खर छोडेर आयो त्यहाँ चाहिँ हामी एकदम विन्ड भएर त्यो माथिको त्यो टप पोइन्टमा चाहिँ गएन चढ्न चाहिँ ट्राई गरेको एकदम हावा लगभग 70-80 किलोमिटर पर आएको थियो यसरी त्यस्तो भएर मान्छे उडाउला जस्तो भएर ढुङ्गा छ अलि सेफ्टीको कारणले पनि हामी चाहिँ त्यसमा त्यति ट्राई गरेन एकचोटि ट्राई चाहिँ गऱ्यौँ तर अझै भएर चाहिँ चढेनौँ अब यत्रो 3-4 दिन छ अझै आफ्नो सेफ्टीको लागि नै गर्नु पऱ्यो है त्यही भएर अब हामी सर्कुलर पाथको मिडल कट्यो अब बिस्तारै तल झर्दैछौँ अब अझै मेन अलि धेरै सेनिक भ्यू पोइन्टहरू आउन बाँकी छ है स्टे ट्युन गाइज स्किप चाहिँ नगरौँ है ल हावासँग लड्दै पढ्दै खेल्दै जाँदैछौँ तलतिर तपाईँहरू पनि आउनुहोस् स्टे ट्युन गाइज Cheers. के चाहियो माइक चाहिएको माइक पानी यो हो मेरो
तेरा हुन्छ है झुक्काउने मात्र यार अन्त तेरो नाम मेरो हुन्छ त्यो भागम परे मेरो हैन लास्ट भोक लगाइरहेको थियो यार सही ओहो खतरा ठाउँ छ त यार हामी आयो घाम पनि लाग्यो रुख सुख साल साल ओहो यहाँ एकछिन बस्नु र यहाँ बसेर यसो थकाइ मार्नुपर्छ सोल्टी एकछिन है हावा आएको जस्तो छाल छाल है देउतालको छाल त यस्तै त हो त लाग्यो खुट्टापट्टि ओहो खतरा होइन है जुत्ताले पनि राम्रै साथ दियो मेरो पनि घुँडाको त धेरै पछि हिँडेर होला घुँडा पनि दुखेछ यार धेरै पछि नि हिँड्यो बुढेसकाल पनि आयो अब यहाँ बसेर आनन्द 5-10 मिनट बस्ने बसेर है घाम यत्तिकै हुनु पऱ्यो क्या फेरि घाम भएन भने त मजा आउँदैन अनि यहाँनिर चट्ट बार्बिक्यू सामान ल्याएर त्यति बेला ठक्क ठाउँमा म्यारिनेट हालेर होइन त्यो जस्तो फ्रेस त के हुन्छ र त्यहाँनिर त्यो तिनीहरूले त्यो माछा मारेको के गर्छ होला है त्यही त होला हुन त यहीँको मान्छेहरूले माछा खान लाग्छ के गरिन्छ होला गाउँमा होइन होला नि तर यहाँ त फेरि खोला पनि आफ्नो प्राइभेट खोला भन्ने हुन्छ फेरि किन कालो हो यहाँको पहिला हामी आउँदाखेरि होइन यहीँ पिक डिस्ट्रिक्टमा त्यो चिडेलको गर्दाखेरि एउटा बुढो भए मिडल अफ नोवेयर के बल्छी हानिरहेको थियो कि अनि त्यहाँको त यति मेरो प्राइभेट उस हो त्यही भएर म यहाँको गरेको भन्छु रहेछ कि अब त्यो आफ्नो ल्यान्डको उसमा पर्ने हो कि के हो सपिङवाला ल्यान्डै माउन्ट नगर ल्यान्डै पाउँदैन यार तिनीहरूले उल्टो खोलाइ पाउने हो ओहो घाम पनि मजाको लाग्यो साथ दियो त खै कालो बादल त खासै देखेको छैन यसलाई उडाउँदै लछ झ्यामक्कै भयो नि फेरि बादलले छेक्ने बित्तिकै त फेरि रमाइलो भयो है आजको पनि हावा पनि ज्यादै खाइयो फेरि मान्छे उडाउने हावा हुन्छ यहाँ कुरा हो नि ओके आजको हाइकको हामी अब लास्ट 5-10 मिनट्समा आइपुगेको छौँ साथी हो सो हावा अझै पनि बौलाइरहेको छ है यही ड्याम हो कि हामीले यो ड्याम कि हामीले माथिबाट देखेको अलि टाढोबाट अगाडिबाट देखेको अनि यही ड्याम हो अब हामी एक राउन्ड लगाएर आइपुगेका छौँ साथी हो आजको हाम्रो हाइक चाहिँ एकदम सुपर भयो तर हावा खतरा चलिरहेको छ लगभग 80% 90% वेमा चाहिँ नै हावा दिँदै चलिरहेको खतरा छ खतरा के घर रहेछ यार
तल जानु मिल्दो रहेछ तर त्यताबाट तल जानु मिल्दैन होला है त्यहाँसम्म त गर्छ कि फेरि आउनु त के छ हैन बाख्राखोर होला छुट्टी उता घर छ के रे ऊ ओ यताबाट जाने बाटो रहेछ छुट्टी ए हो हिरोलीमा बतास चल्यो बतास चल्यो बतास यो त लाउनु नमिल्दो रहेछ वरिपरि झरनाको गीत छैन सोल्टी यार सम्झाउनु त यार झरनाको चिसो पानी छ त झरनाको चिसो पानीले सही छ ल यार यो फ्रेम नि सही छ यार त्यहीँबाट झर्न मिल्दो रहेछ नि हो यो देख्दाखेरि यस्तो भन्छ अनि जिपको ढुङ्गाहरू देख्दाखेरि के भन्ने हो त अनि ढुङ्गा ट्याप्प टाँसेको रहेछ यो बाहिर मात्र ढुङ्गाको बनोट दिएको है म त ढुङ्गा उठेको रहेछ क्या भनेर के यहाँ तलबाट थोरै आएको देखेको पानी थोरै नै हो नि वहाँबाट त उताबाट त खतरा देखेको त यताबाट छिटो छ ऊ छ ओके साथी हो यसको सँगसँगै हाम्रो बिग डिस्ट्रिक्टको डे 2 को हाइक यहीँ ऱ्यापअप हुन्छ अब हामी चाहिँ यसलाई अफ गर्छौँ ओ माई गॉड सोल्टी अब हाम्रो आजको हाइक चाहिँ नि यहीँ बन्द गर्नु पर्यो होइन एक दुई शब्द हाइकको पनि भनिदिनु पऱ्यो नि यार झर्नाको यस्तो थाकेको छ उनीहरू पछि हिँडिरहेको ठाउँ त एकदम राम्रो छ कि तर अलिक धेरै पछि हिँडेर होला अलिकति थाकिरहेको छ ए ऊ बेला बेलामा धेरै आउँदो रहेछ कि ऊ होइन हावाले धकेलेको सोल्टीको है छोडेको जस्तै देखेको यार है यो आवाज चाहिँ त्यस्तै आएको है अन्त होइन अघि छोडेर आयो भने त ठिकै रहेछ ल आजको लागि यति नै अब अर्को भिडियोमा भेटौँला साथीहरू ल त बाई बाई यस खतरा गरेर